हेलो सबैमा नमस्ते। इयरफोन मैले भित्र राखेर जस्तो लाग्नु लाउँछ ल, भोलि सुनेन होला। अहिले चाहिँ फाइनल्ली नवबुद्धको मेन ठाउँमा चाहिँ आइपुग्यो होइन। यो चाहिँ टक्कै एकैछिन कुराको कुरै गर्ने भाइ। खास यो नवबुद्धको यो सायद साङ्केतिक स्थान पनि हुनसक्छ भगवान्को यो बोधिसत्व हुँदाखेरिको समयमा भगवान्ले आफ्नो बोधिसत्व कालमा मनुष्य हुँदाखेरि सायद मनुष्य हुनुहुन्थ्यो कि ऋषि हुनुहुन्थ्यो। त्यो बेलामा चाहिँ बोधिसत्वको चरण गर्दाखेरि चाहिँ यो ठाउँमा यो स्थानमा यो हजुरको नमोबुद्धको स्थानमा चाहिँ हजुरको एकजना बगिनीको बच्चा अथवा बगिनीलाई चाहिँ भोक लाएर चाहिँ मरणासन्न अवस्थामा रहेको समयमा भगवान्ले चाहिँ आफ्नो महाकरुणा को कारणले उहाँको क्षमताले गर्दा उहाँले आफ्नो ज्यानलाई पनि पर्वाह नगरिकन कुनै एक मनुष्यको लागि भए त धेरै नै पुण्य हुन्थ्यो हैन। अब एउटा बगिनी बाघको बच्चाको लागि बाघको बच्चा हैन उसको ज्यान बचोस् भनेर आफ्नो यो आफ्नो महान पुण्य पारमिता पुरा गर्ने चरणमा चाहिँ उहाँले चाहिँ आफ्नो देहलाई चाहिँ त्याग गरेको स्थान भनेर बुझिन्छ यो नवबुद्ध। र यो स्थान त्यो तसार्थ त्यो कारणले गर्दाखेरि पनि यो स्थानलाई चाहिँ हामीले चाहिँ रिकगनाइज गरिएको हो। यो ठाउँ चाहिँ साह्रै रमणीय छ हैन। हजुरको माथि त्यो के भन्छ हजुरको हाइट पनि अलि ठिक्क राम्रो हाइटमा छ हैन। अनि हाइटमा भए पनि आज त लास्टै खुट्टा चाहिँ पोलिरहेको छ हैन। अलि गर्मी बढी भएर यो ठाउँ चाहिँ साह्रै मजाको छ हैन। मजा आयो हैन। आई विश सबैजना आउनु होला घुम्नको लागि भए पनि। यो ठाउँ चाहिँ यो ठाउँको रमणीयताको प्लिजिङ इन्भाइरोमेन्टको चाहिँ पिस लिनको लागि चाहिँ केही समय भए पनि काठमाडौँको कोलाहलबाट चाहिँ एक्लै भए पनि सोलो भए पनि प्लिज कम हियर है।